संसारभर मानिसहरूका जीवन परिवर्तन भइरहेको एउटा कथा तपाईलाई भन्न चाहन्छु। यो कुनै मानिसले बनाएको कथा होइन, बरु यो बाइबलबाट लिएको कथा हो, जो सर्वोच्च परमेश्वरको वचन हो। त्यसकारण यो सत्य र विश्वसनीय छ। परमेश्वर एउटै मात्र हुनुहुन्छ र उहाँ सर्वोच्च परमेश्वर हुनुहुन्छ। सर्वोच्च परमेश्वर कुनै पनि मानिस, आत्मा, धार्मिक गुरु, सरकार र मानिसहरूले पुज्ने देवता भन्दा महान हुनुहुन्छ। कुनै कुरा हुनु अघि नै उहाँ सुरुदेखि नै अस्तित्वमा हुनुहुन्थ्यो। जब परमेश्वरले सृष्टि गर्न लाग्नुभयो, तब उहाँले वचन मात्र बोल्नुभयो, तब सबै कुरा हुन आए। उहाँले स्वर्गमा र पृथ्वीमा सबै थोक बनाउनुभयो। हामीले देख्न नसक्ने कुरा उहाँले बनाउनुभयो, जस्तै स्वर्गदूतहरू सुन्दर आत्माहरू हुन् र तिनीहरूले स्वर्गमा हुने परमेश्वरको आराधना र सेवा गर्दछन्। हामीले देख्न सक्ने सबै थोक, सूर्य, चन्द्र, ताराहरू, पृथ्वी, बोट बिरुवाहरू र जनावरहरू पनि परमेश्वरले बनाउनुभयो। अन्तमा परमेश्वरले आफ्नै स्वरूपमा एउटा मानिस र स्त्री बनाउनुभयो। जब परमेश्वरले सबै थोक बनाइसक्नुभयो, तब भन्नुभयो, यो साँच्चै नै राम्रो छ। परमेश्वरले ती मानिस र स्त्रीलाई बस्नको लागि सुन्दर बगैँचा दिनुभयो। हरेक दिन तिनीहरू सँगै हिँड्थे र तिनीहरूको सम्बन्ध परमेश्वर र एक अर्काप्रति साह्रै राम्रो थियो। परमेश्वरले तिनीहरूलाई बगैँचाको रेखदेख गर्न र सबै थोकको आनन्द लिनु भन्नुभयो। परमेश्वरले तिनीहरूलाई विशेष आज्ञा दिनुभयो। उहाँले भन्नुभयो, बगैँचामा भएको जुनसुकै रुखको फल खायो हुन्छ, तर बगैँचाको बीचमा भएको एउटै मात्र रुखको फल भने नखानु। यसको फल खायो भने तिमीहरू मर्नेछौ। ती मानिस र स्त्रीको सम्बन्ध परमेश्वरसँग र एक अर्कामा सिद्ध थियो। हाम्रो सम्बन्ध परमेश्वरसँग र एक अर्कामा यस्तै होस् भनेर परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो। मानिस र स्त्रीको सम्बन्ध परमेश्वरसँग र एक अर्कामा साह्रै राम्रो थियो। यद्यपि के तपाईलाई परमेश्वरले सृष्टि गर्नुभएको स्वर्गदूतको सम्झना छ? स्वर्गदूतहरू मध्ये एकजना साह्रै घमण्डी हुन गयो। ऊ परमेश्वर जस्तै हुन चाह्यो र अरू स्वर्गदूतहरूले परमेश्वरको सट्टामा उसलाई आराधना गरेको चाहन्थ्यो। तर आराधना गरिनु पर्ने परमेश्वर एक मात्र हुनुहुन्छ। त्यसैले परमेश्वरले अनाज्ञाकारी स्वर्गदूतलाई स्वर्गबाट हटाइदिनु भयो। त्यस स्वर्गदूतलाई हामी शैतान भन्छौँ। उसलाई पछ्याउने अरू स्वर्गदूतलाई पनि परमेश्वरले स्वर्गबाट हटाइदिनु भयो। तिनीहरू भूतहरू वा दुष्ट आत्माहरू हुन्। एक दिन खाना मनाही गरेको एउटा रुखको फल खानको लागि शैतानले स्त्रीलाई परीक्षा गर्यो। त्यसले उनीलाई सोध्यो, के परमेश्वरले वास्तवमै बगैँचामा भएको कुनै पनि रुखको फल खान सक्ने छैनौ भनेको हो? स्त्रीले भने, होइन, बगैँचाको बीचमा भएको रुखको फल बाहेक अरू रुखहरूको फल हामी खान सक्छौँ। यदि हामीले यो खायौँ वा छोयौँ भने हामी मर्नेछौँ। तर शैतानले उनलाई भन्यो, तिमीहरू मर्ने छैनौ, बरु यसको सट्टामा परमेश्वर जस्तै हुनेछौ। तब उनले आफ्नो श्रीमानलाई दिइन्, जो उनीसँग थिए, उसले पनि खायो। त्यही दिन तिनीहरू दुवैले पाप गरे। हामी जुन बेला परमेश्वरको आज्ञाहरू मान्दैनौँ, त्यो पाप हो। परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ। जब हामी उहाँको आज्ञा मान्दैनौँ, उहाँले हामीलाई सजाय दिनै पर्छ। परमेश्वरले मानिस र स्त्रीलाई बगैँचाबाट हटाइदिनु भयो र परमेश्वरसँगको तिनीहरूको सम्बन्ध सदाको लागि टुट्यो। ती मानिस र स्त्रीको जस्तै हामी सबैले पाप गरेका छौँ। परमेश्वरसँगको हाम्रो सम्बन्ध टुटेको छ र
जब हामी मर्छौँ पापको परिणाम चाहिँ नरकमा अनन्त दण्ड हो। जसरी हामी सिर्जिएका थियौँ त्यसरी नै हामी परमेश्वरसँग सदाको लागि रहन सक्दैनौँ। के गर्न सकिन्छ त? समयको क्रमसँगै पृथ्वीमा मानिसहरूको सङ्ख्या बढ्दै गयो। प्रत्येकले पाप गरे तापनि परमेश्वरले तिनीहरूलाई अझ धेरै प्रेम गर्नुभयो र तिनीहरूले उहाँसँग सम्बन्ध राखेको चाहनुभयो। परमेश्वरले उहाँको एक सेवकद्वारा मानिसहरूलाई 10 आज्ञा दिनुभयो। याद गर्नुहोस्, परमेश्वर सिद्ध र पवित्र हुनुहुन्छ। त्यसकारण उहाँसँग रहनका लागि हामी सिद्ध र पवित्र हुनुपर्छ। 10 आज्ञाले परमेश्वरसँग र एक अर्कासँग कसरी जिउने भनेर मानिसहरूलाई सिकाउँछ। केही आदेशहरू यस्ता थिए: अरू देवताहरूको आराधना नगर्नु वा मूर्तिहरू नबनाउनु, आमा बुवाको आदर गर्नु, झुटो नबोल्नु, नचोर्नु, हत्या नगर्नु, अरू मानिसहरूसँग भएको थोकहरूको चाहना नगर्नु वा व्यभिचार नगर्नु। यद्यपि कसैले पनि यी सबै आज्ञाहरू पालना गर्न सकेनन्। हरेक समय तिनीहरूले पाप गरे। परमेश्वरले तिनीहरूलाई पापहरूको पश्चाताप गर्न र तिनीहरूको दण्डको सट्टामा बलिदान चढाउन अनुमति दिनुभयो। शुद्ध पशुको रगत बहाउनु बलिदान थियो। बलिदान चढाउँदा तिनीहरूले आफ्नो सट्टामा पशुलाई मारेर रगत बहाउनु र परमेश्वरसँग क्षमा माग्नु पर्थ्यो। रगत बहाइद्वारा मात्रै मानिसले पापको क्षमा पाउन सकिन्थ्यो। त्यही पनि समय बित्दै गयो। तिनीहरूले अब उपरान्त तिनीहरूको पापको निम्ति हृदयमा दुखित हुन छोडे। त्यसको सट्टामा बलिदान रित्तो धर्मविधि जस्तो मात्र भयो। परमेश्वरले भन्नुभयो, तिमीहरूको रित्तो बलिदान मलाई अति नै भएको छ। नियम पालना र पशु बलिदानद्वारा तिनीहरू आफै परमेश्वरतर्फ फर्कन असमर्थ थिए भन्ने कुराको महसुस गरे। के गर्न सकिन्थ्यो होला? अझै पनि संसारका मानिसहरूलाई परमेश्वरले अति नै प्रेम गर्नुभयो। त्यसकारण मानिसले कसरी परमेश्वरसँग सम्बन्ध सुधार गर्न सक्छ भन्ने कुरा देखाउनका लागि परमेश्वरले ठिक समयमा येशूलाई पठाउनुभयो। येशू को हुनुहुन्छ? येशू परमेश्वरको एकमात्र पुत्र हुनुहुन्छ। येशू अद्भुत शिक्षक पनि हुनुहुन्थ्यो। मानिसहरूले उहाँको कुरा सुन्न रुचाए किनकि उहाँले कसरी परमेश्वर कहाँ फर्कन सक्छ भन्ने कुराहरू तिनीहरूलाई सिकाउनु भयो। येशू शक्तिशाली आश्चर्य काम गर्ने व्यक्ति पनि हुनुहुन्थ्यो। एक दिन धेरै मानिसहरू पुरै दिन येशूको शिक्षा सुन्नलाई आए। मानिसहरू भगाएका थिए। येशूले 5 रोटी र 2 माछा लिनुभयो, त्यसलाई आशिष दिनुभयो। ती रोटी र माछा मानिसहरूलाई बाँड्न सुरु गरे। त्यस दिन 5000 भन्दा बढीले खाए र तृप्त भए। येशूको शक्ति हाम्रो आवश्यकता पूरा गर्ने सामर्थ्य हो। अर्को समय येशू उहाँलाई पछ्याउनेहरूसँगै डुङ्गामा एउटा ठुलो ताल तर्दै हुनुहुन्थ्यो। जब येशू निदाउनु भयो तब शक्तिशाली आँधी आयो। येशूलाई पछ्याउनेहरूले येशूलाई बिउझाए र भने, गुरुज्यू, हामी मर्नै आँट्यौँ। येशू उठ्नुभयो र बतास र छालसँग बोल्नुभयो, शान्त शान्त हो। तुरुन्तै बतास र छाल रोकियो। येशूको शक्ति प्राकृतिक संसारको भन्दा महान छ। जब येशू पारिपट्टि
पुग्नुभयो तब चिहान हुँदो बस्ने भूत आत्मा लागेको मानिसलाई भेट्नुभयो। ऊ धेरै भूतहरूले भरिएको र डरलाग्दो थियो। जब येशूले त्यस मानिसलाई देख्नुभयो उहाँले त्यसलाई प्रेम गर्नुभयो। उहाँले भूतहरूसँग कुरा गर्नुभयो र भन्नुभयो, छोड। तुरुन्तै तिनीहरूले त्यसलाई छोडेर त्यो मानिस सधैँ मनको भयो। येशूको शक्ति दुष्ट आत्माको भन्दा महान छ। अर्को दिन येशूको एक घनिष्ठ मित्र बिरामी परे र मरे। केही दिनपछि येशू उहाँको मित्रको चिहानमा पुग्नुभयो। जब उहाँको मित्र गाडिएको ठाउँ येशूले देख्नुभयो, येशू रुन लाग्नुभयो। येशू चिहानको अगाडि जानुभयो र भन्नुभयो, मित्र बाहिर आउनुहोस्। उहाँको मित्र जीवितै चिहानबाट हिँडेर बाहिर आए। येशूको शक्ति मृत्युभन्दा पनि महान छ। येशूले यी कुराहरू गर्नुभयो किनकि उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र हामी सबै परमेश्वर कहाँ फर्केर आएको उहाँ चाहनुहुन्छ। येशू परमेश्वरको पुत्र, अद्भुत शिक्षक र शक्तिशाली आश्चर्य काम गर्नेवाला हुनुहुन्थ्यो। त्यतिखेरसम्म बाँचेका मानिसहरूमा येशूले मात्रै कहिले पाप गर्नु भएन। उहाँ एक मात्र व्यक्ति हुनुहुन्थ्यो जो पापको दण्ड पाउन योग्यको हुनुहुन्थ्यो। यसकारण धेरै मानिसहरूले येशूलाई प्रेम गरे। यद्यपि केही धार्मिक अगुवाहरूले येशूको डाह गरे। तिनीहरूले उहाँलाई पक्रे, उहाँलाई मुद्दा हाले र उहाँलाई मार्ने निर्णय गरे। तिनीहरूले येशूलाई एउटा ठुलो क्रुसमा राखे। क्रुसमा उहाँका हात र गोडाहरूमा काँटी ठोके। जब उहाँ क्रुसमा टाँगिए, उहाँका बहुमूल्य रगत थोपा थोपा भुइँमा चुहिएको थियो। उहाँ कराउनुभयो, सिद्धियो। येशू सिद्ध र अन्तिम बलिदान हुनुभयो। परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र येशूलाई हाम्रो सट्टामा क्रुसमा मर्न अनुमति दिनुभयो। हाम्रो सबै पापका दण्ड येशूले सहनुभयो। रगतको बहाइद्वारा मात्र हाम्रो पापको क्षमा हुन सक्छ। हाम्रो पापको निम्ति कसैले मोल तिर्नु पर्थ्यो। त्यो दिन उहाँको मृत्युपछि उहाँका मित्रले उहाँको शरीरलाई लगे र त्यसलाई सुरक्षित चिहानमा राखे। जे होस्, कथा यही समाप्त हुँदैन। त्यसपछि तेस्रो दिनमा येशू मरेकाबाट बिउताउनु भयो र उहाँ फेरि जीवित हुनुहुन्छ भन्ने कुरा मानिसहरूलाई देखाउँदै धेरै दिन बिताउनु भयो। उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरालाई उहाँले प्रमाणित गर्नुभयो। त्यसपछि स्वर्गमा उहाँ पिता कहाँ फर्कनुभयो। येशूले हाम्रो दण्ड लिनुभयो र अहिले हामीहरूको निम्ति परमेश्वरतर्फ फर्कने एउटा उपाय दिनुहुन्छ। येशूले मात्र हामीलाई परमेश्वर कहाँ फर्कने बाटो देखाउन सक्नुहुन्छ। येशू पृथ्वीमा हुने बेलामा उहाँले कथा भन्नुभयो। एउटा जवान मानिसले उसको बुबालाई भन्यो, मेरो अंशको भाग मलाई दिनुहोस्। जवान मानिस टाढाको देशमा हिँड्यो र छाडा जीवन जिएर सबै पैसा उडायो। भए जति सबै सकेपछि सुँगुरलाई चारो दिने जस्तो तल्लो स्तरको काम गर्न थाल्यो। एक दिन उसलाई होस आयो। उसले सोच्यो, मेरो पिताको कामदार कतिले खाना उबार्ने गर्छन्। यहाँ म भोकले मरिरहेछु। म फर्केर बुबा कहाँ जान्छु र उहाँलाई भन्छु,
पिता, मैले तपाईँको र स्वर्गको विरुद्धमा पाप गरेको छु। अब म तपाईँको छोरा भन्न लायकको छैन। कृपया गरी तपाईँको एक ज्यालादारी नोकर झैँ मलाई बनाउनुहोस्। यसकारण ऊ उठ्यो र बुबाको घर जान हिँड्यो। तर ऊ टाढा हुँदै नै उसका बुबाले उसलाई देखे र उनी दयाले भरिए। ऊ छोरा भएतिर दौडे, उसलाई अँगालो हालेर मही खाए। छोराले उसलाई भन्यो, बुबा, मैले तपाईँको र स्वर्गको विरुद्धमा पाप गरेको छु। म तपाईँको छोरा भन्न लायकको छैन। तर उनको बुबाले उनका नोकरहरूलाई भने, छिटो गर, सबैभन्दा राम्रो लुगा लिएर उसलाई लगाइदेऊ, हातमा औँठी र गोडामा चप्पल लगाइदेऊ। भोज खाऊ र उत्सव मनाऊ, किनभने यो मेरो छोरा हराएको थियो र भेटिएको छ। हामीहरू सबै कान्छो छोरा जस्तै छौँ। हामीले पाप गरेका छौँ र हाम्रो परमेश्वर पितालाई छोडेका छौँ। तर उसको छोरा जस्तै हामी परमेश्वरमा फर्कन सक्छौँ। हामी सबैले हाम्रो पापको क्षमा माग्नुपर्छ र उहाँको छोराछोरी झैँ उहाँले चाहेको जस्तै जीवन जिउन परमेश्वरमा फर्किनुपर्छ। येशूले भन्नुभयो, बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पिता कहाँ आउन सक्दैन। के येशूले तपाईँलाई परमेश्वरतिर फर्काएर ल्याएको चाहनुहुन्छ? येशूले मात्र हामीलाई परमेश्वर कहाँ फर्काएर ल्याउन सक्नुहुन्छ। परमेश्वरतिर फर्कनको निम्ति परमेश्वरको विरुद्धमा पाप गरेको छु भनेर तपाईँले उहाँसँग स्वीकार गर्नुपर्दछ। येशूले तपाईँको दण्ड लिई तपाईँको सट्टामा मर्नुभयो भनी तपाईँले विश्वास गर्नुपर्छ र तपाईँलाई क्षमा दिनु भनी परमेश्वरसँग बिन्ती गर्नुपर्छ। तपाईँलाई फर्काउनुहुन्छ र परमेश्वरको सन्तान चाहिँ उहाँले तपाईँलाई अनन्त जीवन दिनुहुन्छ भनी एकमात्र येशूमा भरोसा राख्नुपर्छ। त्यस घडीबाट येशूलाई तपाईँको नयाँ मालिकलाई झैँ आज्ञाकारी हुनुपर्छ। बाइबलले भन्छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र हामीलाई दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। जब कान्छो छोरा आफ्नो बुबाकोमा फर्क्यो र उसले जे गर्यो, तपाईँ पनि परमेश्वर कहाँ जान सक्नुहुन्छ र यसरी भन्न सक्नुहुन्छ, परमेश्वर, म जान्दछु तपाईँले मलाई प्रेम गर्नुहुन्छ। मैले तपाईँको विरुद्धमा पाप गरेको छु र मलाई क्षमा गर्नुहोस्। मेरो दण्ड बोक्ने सिद्ध बलिदानको रूपमा म येशूलाई विश्वास गर्छु र भरोसा गर्छु। परमेश्वर, मलाई क्षमा गर्नुहोस्। यस क्षणबाटै येशूलाई मेरो प्रभु मानी आनन्दका साथ उहाँको आज्ञा पालन गर्न मन्जुर छु। तपाईँको सन्तानको रूपमा मलाई नयाँ र अनन्त जीवन दिनुभएकोमा तपाईँलाई धन्यवाद। अहिले नै तपाईँले उहाँलाई किन नबोलाउने त? यदि साँच्चै नै तपाईँले परमेश्वरलाई बोलाउनु भयो भने अहिले नै तपाईँ सदाका लागि परमेश्वरको सन्तान हुनुहुन्छ। तपाईँ परमेश्वरको सन्तान हो भनी सबैले जानुन् भन्ने कुरा परमेश्वर चाहनुहुन्छ। परमेश्वरले तपाईँलाई मात्रै उहाँ कहाँ फर्काएर ल्याउने योजना गर्नुभएको छैन, तर तपाईँद्वारा तपाईँका परिवार र साथीहरूलाई पनि उहाँ कहाँ फर्काएर ल्याउने योजना गर्नुभएको छ। यसरी एक अर्कासँग र परमेश्वरसँगको सम्बन्ध पुनर्स्थापित हुन सकोस्। कसलाई चिन्नुहुन्छ जसलाई यो कथा सुन्न आवश्यक छ?